दिदी हेलो दिदी त यहाँ पछाडी गाडीले गमक्क भइरहेछ यता दादा कान्छा दुध हेर्दैछ हामी जाँदैछौँ हिले दाजु हल्का रमाइलो ल यहाँ हाम्रो ड्राइभर भाइ जाँदैछौँ हामी हिलेतिर पानी परेको अवस्था मौसम राम्रो हामी पनि च्यालेन्ज गर्दैछौँ गाडी जान्छ स्कुटीहरू जान्छ बाइकहरू जान्छ त्यही हो मैले भनेको शिवजीको होइन अघि धेरै टाढको अहिलेको सिचुएसन यस्तो छ है त ल दिदी हाई भनौँ हामी चाहिँ खाजा खानको लागि यहाँनिर हामीहरू चाहिँ खाजा खानुको लागि बसेको मौसम एकदम पानी परिरहेछ हुस्सु लागिरहेछ अब यहाँ खाँदैछौँ झरिदेऊ तिमी सुस्तरी सुस्तरी ल आउने हुनुहुन्छ हाम्रो अरू लटहरू खाना खानु गएको ल बोटिङ हाउस यो के भयो यो त हामीले आफै चाल्नुपर्छ क्या खुट्टाले त्यही भएर मलाई झ्याउ लाग्छ ए
ठाउँ त राम्रो है। मास्क लगाउँदा हुन्छ ल्याउनु भयो। खिचौँ न ल मेरो भिडियो लिइहाल्छु। हेलो के एनिमल्सहरू रहेछ यहाँनिर, कुखुरा, हरिण, क्युट छ। स्टाइलमा रहेछ हौ यहाँ। शिव पोखरी हुन्छ। जाउँ दिदी। बरु यहाँ उभिएर खिच्दा हुने रहेछ हौ। चिया बगान। चिया बगान आइपुग्यौँ। सिनेरिज राम्रो रहेछ ठाउँ जस सिमसार पक्री सिमसार राम्रै रहेछ। सिनेरिज एकैछिनमा हुसु आयो हेर्नु न, हुसु आयो। एकछिन पर्ख्यो युवान र युबी अनि यिनीहरू के साह्रो बाटो भएको। माछा यिनीहरूलाई उयो चारो दिएको खान्थ्यो होला है, एकमुष्ट भएर होला। वक्रतुण्ड महापिण्डेश्वर। जाऊ मन्दिरभित्र छिर्नु ल। हिले चोक आइपुग्यो। फोटोसोटो खिच्छौँ अनि त्यहाँदेखि लाग्छौँ फोटो खिच्न तयारी। हिले बजार तरकारी कहाँ किने दिदी? हिलेमै भन्नुभएको होइन? कुन त टमाटर चटपट्टै पुरा सुक्खा टमाटर्स। खानु दिदी। अहिले चाहिँ हामी फर्किने क्रममा छौँ र आजको यात्रा यति नै रहेको छ र रमाइलोसँग बित्यो हाम्रो पारिवारिक जमघट। यसरी नै अर्को भिडियोका साथ उपस्थित हुने नै छु नेक्स्ट टाइम। अहिलेलाई बाई।